हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै उठेँ, कलेज जानको लागि रेडी भएँ। मैले सुरुमा बेड मिलाएँ, त्यसपछि ब्रस गरेँ अनि म त्यसपछि बाहिर गएँ। बाहिर त कस्तो राम्रो मौसम, यति शीतल आज बिहान हुस्सु लागेको थियो, पछि त कस्तो गर्मी भयो दिउँसो। अनि त्यसपछि मैले मुख धोएँ, मुख सुख पुछेँ। त्यसपछि चाहिँ म बाबुको रुम गएँ, बाबु सुतेको रहेछ। अनि म कपाल कोर्न लागेँ। कपाल कस्तो यस्तो झ्याउ लाग्ने के कोर्न भने छ्या किन कोर्नुपर्छ लाग्छ क्या मलाई चाहिँ। अनि त्यसपछि चाहिँ मैले कपडा लगाएँ, कलेज जानको लागि रेडी भएँ, आइडी कार्ड हालेँ, सनस्क्रिम लगाएँ। त्यसपछि मेरो यति हो कि मेकअप नै गर्दैन म। बाहिर निस्केँ अनि स्कुलको बस थियो, त्यहीँ हिँड्दै थिएँ। अनि बिचबाटमा साथी भेट्थिन्, हामी गफ गर्दै गयौँ। त्यसपछि बुद्ध चोक क्याम्पस रोड पुगेँ म फाइनल्ली। कस्तो बिहान त शीतल होला जस्तो लागेर आयो, दिउँसो त कस्तो गर्मी हो छ्या। अनि म चाहिँ पुगेँ, साथीले फोन गरी यता आइज मेरो रुम भनेर त्यसलाई लिन गएँ। फेरि गुड मर्निङ भन्दैछ, म पनि मर्निङ भन्दैछु। हामी हिँड्दैछु, कलेज जाँदैछु। फेरि कलेज पुगेँ, हामी कस्तो लेट भइसकेको थियो कि क्लासमा सरले कति धेरै पढाइसक्नु भएको थियो। अनि फेरि सर मजा गर्नुहुन्छ कि तिमीहरू त भोलिको बुहारी हो, के गरेर खान्छौ भन्नुभयो कि हामीले भन्यो खाइहाल्छौँ कि सर भने। अनि सरले यतिकै मजा गरेर हामी हाँस्यौँ। त्यसपछि सर पढाउँदै हुनुहुन्थ्यो अनि केही चाहिँ रमाइलो भयो, हाँस्यौँ, यत्तिकै मजा भयो, डिस्कस भइरहेको थियो सरसँग। त्यसपछि हाम्रो सेकेन्ड पिरियड स्टार्ट भयो, सर फेरि आउनुभयो सेकेन्ड पिरियडमा। अनि हामीलाई चाहिँ कस्तो भोक लागेर थियो, एकचोटि पनि फ्री हुन्न कि क्लासमा। अनि फेरि सर आउनुभयो, सेकेन्ड पिरियड पनि पढ्यौँ। सरलाई 10 मिनट अगाडि छोड्नु न सर, कस्तो भोक लागिहाल्यो भनेर सरले ओके छ त भन्नुभयो। अनि सर फेरि बाहिर निस्किनु भयो। हामी बाहिर नास्ता खाऊँ भनेर निस्केका थियौँ, तर फेरि क्यान्टिन बन्द रहेछ कि। फेरि फर्केर आयौँ, अगाडि जानु त टाइम थिएन। फेरि यहाँ मजाक गर्दै थियौँ, साथीहरू रमाइलो गर्दै थियौँ कि। अनि फेरि यहाँ सबै आफ्नै धुनमा थिएँ, एकछिन त फ्री भयो नि त होइन। त्यसपछि हामी बाहिर निस्केँ, यताउति हेर्दै थियौँ। सरले आऊ यता फेरि पढ्नुपर्छ भन्नुभयो। अनि के गर्ने त, भोक लाग्यो भने सहनै पऱ्यो होइन। अनि फेरि हामी उतासम्म जाऊँ न त एकछिन भन्ने भयो। क्यान्टिन त बन्द थियो, त्यही पनि के गर्नु, नास्ता नपाएपछि उता चाहिँ बिए स्टोरबाट साथीहरू थिए, जेनिसा उमेश, तिनीहरू हेलो भन्ला थिएँ, हेलो भन्दै थियो उनीहरू पनि। त्यसपछि फेरि हामी क्लासभित्र आयौँ, म चाहिँ नोट लेख्दै। फेरि साथी पढाउँदैछ, सर पछाडि हुनुहुन्छ। टिचिङ लर्निङ हो नि त, हामीले यस्तै गर्ने हो कि विद्यार्थीले पढाउने, सरले पछाडि बस्ने हो कि। अनि यत्तिकै अगाडि साथी पढाउँदै थियो, सर पछाडि हुनुहुन्थ्यो। साथी सोध्दै थियो बुझ्यौ कि बुझेनौ भनेर, यहाँ बुझ्यौँ भन्दै थियो। फेरि छुट्टी भयो, हामी चाहिँ घर निस्क्यौँ। यता साथीहरू हिँड्दै थियौँ, यो तलबाट हिँड्नु कति झ्याउ लाग्छ कि। फेरि भोक लाग्यो हुन्छ नि त, नत्र त के थिएन त्यस्तो। आधी साथी अगाडि थियो, हामीलाई उठिदिइरहेको थियो। फेरि यिनीहरू यहाँनिर रमाइलो गर्दै थियो कि हामीलाई उठिदिइरहेको थियो भन्थ्यो। खै के कसको लागि उठिदिइरहेको थियो फेरि थाहा भएन। अनि हामी यहाँनिर रमाइलो गर्दै थियौँ, भोक लागिरहेको थियो। अब घर जाने त चाँडो गरी भइरहेछ भन्ने भयो। त्यसपछि हामी घरतिर लाग्यौँ। गाइज यता हेर भनेको सबै भ्लगमा हेर्न लाग्यो, खुसी भयो। मलाई देखा भन्नु लाग्यो। फेरि मोबाइल त गतिलो छैन नि त। फेरि म घरतिर लागेँ गाइज, क्याम्पस रोड पुगेँ। त्यसपछि यस्तो गर्मी हो कि छ्या कस्तो गर्मी भयो। त्यसपछि म बुद्ध चोक पुगिहालेँ। फेरि घर गएर खाना पाउनु पर्थ्यो नि त आज मैले। अनि त्यही भएर म चाँडो चलेर आज नास्ता नखाएर आइहालेँ कि। फेरि त्यस्तै छ गाइज। थ्याङ्क यू फर वाचिङ माई भिडियो। ओके गाइज, पार्ट 2 पनि फेरि आउँछ। ओके बाई बाई, हेभ अ गुड डे, बाई।